नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथामा। नेपाली कथामा मैले आज नेपालीमी.com भन्ने वेबसाइटबाट केही कथाहरू साभार गरेको छु। पहिलो कथा, दुई भ्यागुतो। एक पटकको कुरा हो, भ्यागुतोको एउटा समूह पानीको खोजीमा जंगल वरपर घुमिरहेको थियो। अचानक त्यो समूहको दुई भ्यागुतो गल्तीले एउटा गहिरो खाडलमा खसे। अरू भ्यागुताहरू खाडलमा आफ्ना दुई साथी देखेर चिन्तित हुन थाले। खाडल कति गहिरो थियो भनेर सबैले हेरे र दुखी भए, किनकि खाडल निकै गहिरो थियो। उनीहरूले त्यसपछि खसेको दुई भ्यागुतोलाई भने कि खाडलबाट बच्नको लागि कुनै बाटो छैन र कोसिस गर्नको पनि कुनै मतलब छैन। दुई भ्यागुतेले लगातार खाडलबाट निस्किन कोसिस गरिरहे, तर बाहिर भएका अरू भ्यागुतो भने उनीहरूलाई निरुत्साहित गर्न थाले र बारम्बार भनिरहेका थिए कि यो खाडलबाट तिमीहरू निस्कन सक्दैनौ। दुई भ्यागुतो मध्ये एक भ्यागुतोले भने अरूको कुरा विश्वास गर्न थाले। उनीहरू कहिल्यै खाडलबाट निस्कन सक्ने छैन र अन्ततः हार मान्यो र कोसिस नै नगरी त्यही ठाउँमा मर्यो। तर अर्को भ्यागुतोले कोसिस जारी राख्यो र अन्ततः ऊ यति धेरै उफ्रन सफल भयो कि ऊ खाडल बाहिर निस्कन सफल भयो। अन्य भ्यागुताहरू यो देखेर छक्क परे र ऊ कसरी निस्कन सकेको होला भनेर सोच्न थाले। ती दुई भ्यागुतो बीच फरक यो मात्र थियो कि दोस्रो भ्यागुतो बहिरो थियो र साथीहरूले निस्कन सक्दैनस् भनेको कुरा सुन्न सकेन। उसलाई त बरु उल्टै साथीहरूले हौसला दिएको जस्तो लागेछ। त्यसैले उसले कोसिस गरिरह्यो र अन्त्यमा निस्कन पनि सफल भयो। कथाको पाठ, हार नमानिकन निरन्तर प्रयास गर्नेहरूको नै जित हुन्छ। दोस्रो कथा रहेको छ भालु र दुई साथीहरू। एक दिन दुई साथीहरू जंगलको बाटो भएर जाँदै थिए। उनीहरूलाई थाहा थियो कि जंगलको बाटो खतरनाक हुन्छ र त्यहाँ जे पनि हुन सक्छ। त्यसैले तिनीहरूले कुनै पनि खतरा भएमा एक अर्काको नजिक रहने र परेमा सहयोग गर्ने प्रतिज्ञा गरे। उनीहरू अघि जाँदै थिए। अचानक उनीहरूले देखे कि एक ठूलो भालु उनीहरूतर्फ आउँदै थियो। भालु देख्ने बित्तिकै एकजना साथी डरायो र झट्ट नजिकको रुखमा चढ्यो। उसले आफ्नो साथीको बारेमा केही पनि सोचेन। साथीलाई छाडेर उसले आफ्नो बारेमा मात्र सोच्यो। तर अर्को साथीलाई रुख कसरी चढ्ने थाहै थिएन। रुखमा चढेको साथीले उसलाई केही पनि भनेन। बिचरा उसलाई के गर्ने, कहाँ भाग्ने अन्यलमा पर्यो। केही पनि उपाय दिमागमा नआएपछि ऊ भुइँमा लड्यो। मरेको मान्छे जस्तो गरी सास रोकेर राख्यो। एकैछिनमा त्यहाँ भालु आइपुग्यो। जमिनमा पल्टेको साथीको नजिक पुग्यो। बिस्तारै बिस्तारै भालु उसको वरिपरि घुम्यो र उसको शरीर सुँघ्न थाल्यो। भालुले उसको नाक सुँघ्यो, कान पनि सुँघ्यो। अन्तिममा त्यो मरेको लास जस्तो लागेर मरेको चिज भालुले नखाने हुँदा त्यहाँबाट भालु गयो। भालु गएपछि रुखमा लुकेको साथी तल ओर्लियो अनि उसले आफ्नो साथीलाई सोध्यो, साथी, भालुले तिमीलाई त्यत्रो बेर कानमा के कुरा भन्यो? उसको कुरा सुनेर अर्को साथीले भन्यो, नराम्रो साथीमा विश्वास कहिले नगर्नु भनेर भालुले मलाई सल्लाह दियो। कथाको पाठ, एक साँचो मित्रले कुनै पनि स्थितिमा तपाईको साथ छोड्दैन। त्यसैगरी अर्को कथा रहेको छ मूर्ख चोर। एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सबैले न्याय पाउँथे र अपराधीले दण्ड पनि पाउँथे। अकबर राजालाई राम्रो सल्लाह दिन त्यहाँ उनको मन्त्री बिरबल थियो। एक पटक एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत लिन आएछ। त्यो व्यापारीको घरमा चोरी भएको रहेछ र उसलाई शङ्का रहेछ कि उसको अमूल्य सामान कुनै न कुनै एक नोकरले चोरेको हो। धेरै सोधपुछ र तलासी गर्दा पनि उसले आफ्नो सामान नभेटाएर चोर पत्ता लगाउनु पर्यो भन्दै सहयोग माग्न आएको रहेछ। सबै कुरा बुझेर बिरबलले एउटा चतुर योजना बनायो र व्यापारीका नोकरहरूलाई बोलायो। उसले प्रत्येक नोकरहरूलाई एउटै लम्बाइको एकवटा लाठी दियो अनि उनले उनीहरूलाई भने, तिमीहरूमै एक चोर छौ। मैले सबैलाई एउटै लम्बाइको लट्ठी दिएको छु। जसले यो सामान चोरेको हो उसको लट्ठी भोलि 2 इन्च बढ्नेछ।
भोलि सबैको लाठी नाप्छु र चोर पत्ता लगाउँछु। भोलिपल्ट बिरबलले नोकरलाई फेरि बोलाए र पालै पालो लाठीको नाप लिए। उनले देखे कि एक नोकरको लाठी अरू सबैको लाठीभन्दा 2 इन्च छोटो थियो। मूर्ख चोरले बिरबलले भनेको कुरा सत्य ठानेर भोलि 2 इन्च बढ्ला भनेर आफ्नो लाठीलाई 2 इन्च छोटो बनाएको थियो। यसरी बिरबलले चोर पत्ता लगाए र अकबर राजाले चोरलाई सही सजाय दिए। कथाको पाठ सत्य र न्यायको सधैँ जित हुन्छ। त्यसैगरी अर्को कथा रहेको छ सर्कसको हात्ती। कुनै एक समयमा एउटा सर्कसमा 5 हात्तीहरू थिए र उनीहरूले सधैँ सर्कसमा प्रदर्शन गर्न पर्थ्यो। उनीहरूलाई सर्कसको मालिकले कमजोर डोरीले बाँधेको थियो। हात्तीहरू निकै ठुलो र बलियो देखिन्थ्यो, तर पनि ती हात्तीहरूले कहिले पनि त्यो कमजोर डोरीलाई तोड्न प्रयास गरेनन्। एक दिन सर्कस हेर्न आएका एक व्यक्तिले सर्कसको मालिकलाई सोधे, यी हात्तीहरू किन डोरी तोडेर नभाएका? हेर्दा त सबै हात्ती बलवान देख्छु। सर्कसको मालिकले जवाफ दिए, जब यी हात्तीहरू साना थिए तब यिनीहरूलाई बलियो डोरीले बाँधियो। त्यो समयदेखि नै यो हात्तीहरूलाई विश्वास गर्न लगाइयो कि उनीहरू रस्सी तोड्ने र भाग्न सक्ने बलिया छैनन्। यो विश्वासको कारणले अब कमजोर डोरीले बाँधे पनि उनीहरू कहिले पनि डोरी तोड्ने कोसिस गर्दैनन्। कथाको पाठ गर्न सक्छु भनेर विश्वास गर्नु नै गर्नु बराबर हो। तपाईलाई आजको कथाहरू कस्तो लाग्यो? यो कथा नेपालीमी.com बाट साभार गरिएको हो। हरेक दिन नेपाली कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। म हरेक दिन नयाँ कथाहरू बेलुका 7 बजे लिएर आउनेछु। आजलाई भने बिदा दिनुहोस्। नमस्कार।